हेलो एभ्रिवान, फेरि पनि मेरो सानो ब्लगमा हजुरहरूलाई स्वागत छ। यो चाहिँ मेरो माइती गाउँ हो, सिन्धुपाल्चोक यमुना डाँडा, जागिरे यमुना पनि भनिन्छ। हामी चाहिँ तल बेगुराती मन्दिरसम्म हामी घुम्न जाँदैछौँ। मम्मी, म, भाउजू, नानी, बाबु, भाइहरू सबैजना मिलेर। ल हामी सँगसँगै जाऊँ है त हजुरहरू पनि। घुम्न जाने भनेर बसिरहेको थियौँ, ठुलो पानी परिरहेको थियो। पानी रह्यो र हामी घुम्न निस्क्यौँ। त्यसपछि त झन् डाँडाकाँडाहरू यति राम्रो र सुन्दर देखिरहेको थियो। यहाँ चाहिँ मम्मी र मेरो कुरा हुँदैछ। पहिला हामीले दाउरा उसारेको कुरा गर्दै हुनुहुन्छ मम्मीले। यो चाहिँ हाम्रो यमुनाको स्कुल हो, श्री गणेश माध्यमिक विद्यालय। यो चाहिँ ढुङ्गे धारा। जलको पाउँछ कि भाउजू खोल्चा खोल्चा नभए कठोर बनिएकै अन्त खोल्चा घुम्न जाने प्लान चाहिँ हाम्रो दिउँसो नै थियो, तर दिनभरि पानी परेको कारणले गर्दाखेरि हामी दिउँसो जान सकेनौँ। हामी निस्किँदा फेरि 4-4:30 बजिसकेको थियो। योभन्दा तल पनि घुम्न जान इच्छा थियो, तर साँझ पर्ने बेला भएको कारणले गर्दाखेरि हामी जान सकेनौँ। त्यसै कारणले गर्दाखेरि हामी यतैबाट फर्किने निर्णय गऱ्यौँ अनि मन्दिर पनि दर्शन गरेर घरतिर जाने निर्णय गऱ्यौँ। यो चाहिँ हाम्रो बेगुराती मन्दिर हो। यसरी नै हामीले बेगुराती मन्दिरको दर्शन गऱ्यौँ। दर्शन गरेपछि हामी यहाँबाट घरतिर लाग्यौँ। यही नै हो मेरो प्यारो माइती गाउँ सिन्धुपाल्चोक यमुना डाँडा। आजको लागि चाहिँ यति नै। फेरि पनि यस्तो सानो सानो ब्लगहरू लिएर आउने नै छु।